हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गाइजहरु। आई होप यु आर अल्सो फाइन देयर। मलाई आशा छ तपाईहरु जहाँ पनि सन्चै आरामै हुनुहुन्छ होला। सो गाइज, मैले आज पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। इन्ट्रेस्टेड भिडियो छ, तपाई लास्टसम्म हेर्नु होला बुझ्नको लागि। तपाईले यहाँबाट धेरै कुरा सिक्न पाउनुहुन्छ अनि तपाईले यहाँ सेन्टेन्सहरु युज गरेको तपाईले आफ्नो जीवनमा, आफ्नो लाइफमा हैन अब आवश्यक पर्ने अनि दिनदिनै बोल्ने सेन्टेन्सहरु पनि छ हैन। अब अरूलाई मेसेज गर्ने, एसएमएसमा बोल्ने तपाईले हैन, अब केटा साथी केटी साथी हैन अब बोल्ने सेन्टेन्सहरु पनि छ। तपाईले धेरै पनि यहाँ सिक्न पाउनुहुन्छ धेरै कुराहरु। सो गाइज, म ढिलो नगरिकन तपाईले अब यसको बारेमा आई वान्ट टु टेल यु समथिङ अबाउट इट। म तपाईले यसको बारेमा केही भन्छु हैन। अब यहाँ हेर्नुस्, मैले के को टपिक लिएर आएको छु भनेपछि आज हैन, तपाईले पक्कै पनि थाहा भयो होला, थम्बनेल हेरेर पनि थाहा भइसक्यो होला। अनि लेट, अब यो लेट भनेको के हो? अब यो लेटको हैन टपिक बनाएर लिएर आएको छु हैन। पहिला पनि मैले एउटा भिडियो हालिसकेको छु कजेटिभ भर्ब भन्ने। कजेटिभ भर्बमा यो लेट हुन्छ। यो लेट भनेको एउटा कजेटिभ भर्ब हो। यो लेटको अर्थ जस्तै काम गर्न दिनु के, कुनै पनि काम हैन गर्न दिनु, यो लेटको प्रयोग हुन्छ। अनि यो लेट भनेको चाहिँ कजेटिभ भर्ब, जस्तै नेपाली जस्तै इङ्ग्लिसमा हैन, इङ्ग्लिसमा चाहिँ कजेटिभ भर्ब भनेको, सामान्य कजेटिभ भर्ब भनेको 5 वटा हुन्छ। तपाईले पक्कै पनि थाहा होला हैन। अनि 5 वटा जस्तै मेक, गेट, हेभ, हेल्प अनि लेट। यो लेट भनेको एकदम आवश्यक चीज हो। तपाईले नजानी हुँदै हुन्न हैन। इङ्ग्लिसमा चाहिँ तपाईले जान्नै पर्छ यसको प्रयोग गर्न लेटको हैन। अनि बोल्नको लागि, सिक्नको लागि तपाईले लेटको नजानी हुँदै हुन्न। लेट भनेको एकदम इम्पोर्टेन्ट टपिक हो। लेटको बारेमा तपाईले एकदम सिक्नै पर्छ। सो गाइज, म तपाईको बारेमा यसैको लेट लिएर आछु हैन। अनि यसको बारेमा अझै पनि तपाईले केही कुरा भन्छु। तपाई चाहिँ हेर्दा भिडियो पज गरेर अनि चाहिँ भिडियो कट गरेर नजानु होला, किनकि मैले तपाईले यहाँ धेरै कुरा सिकाउन बाँकी नै छ लेटको बारेमा। यो लेट भनेको जस्तै लेट भनेको V1 V2 V3 पनि लेट हुन्छ। अनि बिफोर, अनि यसको चाहिँ बिफोर भनेको लेटिङ हुन्छ अनि V5 भनेको लेट्स हुन्छ। अनि जुन यसको जुन यो लेट छ नि, अनि यो लेट भनेको यो सेन्टेन्समा जस्तै वाक्यमा हैन यो मेन भर्बको रूपमा पनि काम गर्छ कि यो लेट भनेको मेन भर्ब, मेन फर्म्स भनेको यसको चाहिँ। अनि टेन्स अनुसार जस्तै यो लेट, लेटिङ हैन, अनि लेट्स भनेको यो टेन्स अनुसार फरक हुन्छ। अनि जस्तै अनि V1 V2 V5 अनि यसको जुन छ त्यो सबै जस्तै प्रेजेन्ट, पास्ट अनि फ्युचर टेन्समा हैन यो टेन्स अनुसार हैन अब यसको फर्म फरक लाग्छ, मैले बताइसकेको छु। अनि यसको बारेमा अरु के बताउँछु भनेपछि यो जस्तै लेटको भर्ब, जस्तै यो लेट मेन भर्ब हैन, यो मोडल भर्बमा पनि अब युज हुन्छ। अनि लेट भनेको इम्पेरेटिभ सेन्टेन्समा पनि प्रयोग गरेर सेन्टेन्स बनाउन सकिन्छ हामीले। अनि सो गाइज, म ढिलो नगरिकन तपाईलाई अब यहाँ सेन्टेन्सतिर गए हैन। अनि सेन्टेन्समा के भनेपछि हैन, यहाँ हेर्नुस् एउटा मैले यहाँ उस लेख्दै छु हैन। अनि यसको चाहिँ फर्मुला लेख्दै छु हैन, सब्जेक्ट, हेल्पिङ भर्ब अनि लेट, पर्सन अनि V1। अनि यसको बारेमा त बताउन पर्दैन होला तपाईहरुलाई। अनि यो हेल्पिङ भर्ब के हो भनेको तपाईलाई हैन बताउन पर्दैन होला। अनि यो लेट भनेको हैन अब सेन्टेन्स अनुसार लाग्छ हैन, अब टेन्स अनुसार। अनि यो पर्सन भनेको के हो भनेपछि यो काम गर्ने मान्छे। अनि यो काम गर्ने मान्छे जहिले पनि हाम्रो सेन्टेन्समा लेख्दाखेरि अनि अब्जेक्टिभ प्रोनाउनमा लेख्नु पर्छ। अनि यो V1 भनेको के हो? V1 भनेको फर्स्ट फर्म हो हैन। अनि काम, क्रिया भयो यो V1 भनेको। अब्जेक्ट भनेको वस्तु जुन बाँकी बचेको काम। सो गाइज, म अब चाहिँ सेन्टेन्सतिर गए हैन। मेरो दाइले मलाई नाच्न दिनुहुन्छ। अब हेर्नुस्, मेरो दाइले मलाई नाच्न दिनुहुन्छ, यो कुन सेन्टेन्स हो? अब मेरो दाइले मलाई नाच्न दिनुहुन्छ। मैले यहाँ के भनिसकेको छु? लेट भनेको गर्न दिनु। अब मेरो दाइले मलाई चाहिँ नाच्न दिनुहुन्छ। अब मेरो दाइ चाहिँ आफैले काम गर्नु भएको छैन। यो कजेटिभ भर्ब भनेको यस्तो सेन्टेन्सहरु हुन्छ हैन, यस्तो भर्बहरु हो जसले हैन आफूले चाहिँ काम गर्दैन, सब्जेक्टले अरूलाई गर्न लाउँछ के। अनि त्यसले कजेटिभ भर्ब भन्छ। जस्तै लेट, मेक, गेट, हेभ, अब मैले बताइसकेको छु यी सब कजेटिभ भर्ब हो। त्यसमध्ये एउटा लेट पनि हो। अब मेरो दाइले काम गर्नु भएको छैन, मलाई चाहिँ नाच्न दिनु भएको छ। अनि काम गरेको चाहिँ मैले हो, मेरो दाइले गराको। अनि हामीले सबभन्दा पहिला यहाँ टेन्स पनि चिन्नु छैन तपाईले। यहाँ के टेन्स हो? नाच्न दिनुहुन्छ, सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्ट टेन्स बनाउने तरिका तपाईले पक्कै पनि थाहा होला। अनि हामी यो टेन्स अनुसार बनाऊँ। अनि तपाईले पक्कै पनि थाहा होला हैन, यो भनेको यो सिम्पल प्रेजेन्ट टेन्स भनेको यो कुन सेन्टेन्स हो? अनि अफर्मेटिभ सेन्टेन्स हो। अफर्मेटिभ सेन्टेन्समा यो हेल्पिङ भर्ब लाग्दैन, तपाईले पक्कै पनि थाहा होला। फेरि हेल्पिङ भर्ब कहाँ गयो भनेर त्यहाँ सोच्नु होला। अनि सबभन्दा पहिला हामीले के लेख्ने? अनि सबभन्दा पहिला यहाँ सब्जेक्ट भनेको मेरो दाइ भनेको त माई ब्रोदर हैन, माई ब्रोदर। अब यहाँ एउटा कुरा के लेख्नुस् हैन, तपाईले यहाँ हेल्पिङ भर्ब यो लाग्दैन। मैले भनिसु सिम्पल प्रेजेन्ट टेन्सको अफर्मेटिभ सेन्टेन्समा हेल्पिङ भर्ब लाग्दैन। अनि तपाई सिधै लेट्स लगाउनुस्, पर्सन अनि V1 अनि अब्जेक्ट छ भने अब्जेक्ट, तपाईले अनि छैन भने नलगाउनुस्। अनि माई ब्रोदर, अब लेट। अब यहाँ एउटा कुरा के सिक्नुस् भनेपछि मेरो ब्रोदर भनेको सिंगुलर हो। सिंगुलरसँग जहिले पनि V5 लाग्छ, तपाईले थाहा होला। अनि लेट्स, अनि सिम्पल प्रेजेन्ट टेन्समा सिंगुलरसँग V5 लाग्छ, प्लुरल भएपछि V4 अनि के अरे V1 लाग्छ, तपाईले पक्कै पनि थाहा होला। अनि
अब कसलाई, अब यहाँ पर्सन, अब हेर्नुस् अब के लगाउने, यहाँ पर्सन, यो पर्सन भनेको को हो, मलाई। अनि मलाईले तपाईले मी अनि लेख्नु होला अब्जेक्टिभ प्रोनाउन आई नलेख्नु होला, फेरि आई भनेको म भनेर नलेख्नु होला, यहाँ अब्जेक्टिभ प्रोनाउन लेख्न पर्छ। अनि माई ब्रदर लेट्स मी, अब के नाच्न भनेको अब डान्स, डान्स भनेको V1, यति हो, नाच्न दिनुहुन्छ। माई ब्रदर लेट्स मी डान्स, यति हो। आई होप तपाईँ पक्कै पनि बुझ्नु भएको छ राम्रोसँग, किनकि तपाईँ नातिनु होला, मैले एक एक बताउँछु, तपाईँले डिटेल बताउँछु यो लेट्सको बारेमा। भिडियो यसको टन्नै मैले लिएर आएको छु होइन, सेन्टेजहरू राम्रो राम्रो सेन्टेजहरू पनि छ, तपाईँ नातेर होइन लास्टसम्म भिडियो हेर्नु होला। अनि तपाईँले जस्तै अब यसको मिनिङहरू थाहा छैन भनेपछि मैले एउटा भिडियो 2-3टा भिडियो हालिदिन्छु, मिनिङ वर्डहरू धेरै टन्नै छ, थुप्रै छ होइन। अनि भबहरूको पनि भिडियो हालिदिन्छु, त्यो गएर हेर्नु होला। अनि नेक्स्ट हेर्नुहोस् होइन, मेरो दाइले मलाई नाच्न दिनुहुन्न, अब यो पनि यसको नेगेटिभ, यो माथिको होइन यो नेगेटिभ सेन्टेज हो। अहिले अघि नाच्न दिनुहुन्छ, अहिले नाच्न दिनुहुन्न, यो नेगेटिभ सेन्टेज हो कि नै। अनि नेगेटिभ सेन्टेजमा तपाईँले थाहा होला यो सिम्पल प्रेजेन्ट टेन्सको नेगेटिभ भर्बमा हेल्पिङ भर्ब लाग्छ। हेल्पिङ भर्ब भनेको डु डज हो, अनि नेगेटिभमा हेल्पिङ भर्ब डु डज लाग्छ, तपाईँले पक्कै पनि थाहा होला। अनि यहाँ मेरो दाइ, अनि सबभन्दा पहिले सब्जेक्ट लेख्नु पर्यो, सब्जेक्ट भनेको त मेरो दाइ, माई ब्रदर, माई ब्रदर। अब यहाँ हेर्नुहोस् मेरो ब्रदर भनेको त सिङ्गुलर हो, अनि सिङ्गुलरसँग जहिले पनि तपाईँले होइन अनि डु लाग्छ कि डज लाग्छ तपाईँले यति कुरा त थाहा होला। अनि माई ब्रदर भनेको त अनि सिङ्गुलर हो, सिङ्गुलरसँग डज लाग्छ, अनि डज, अनि माई ब्रदर डज। अब नाच्न दिनुहुन्न रे, नाच्न दिनुहुन्न, अनि डज नट, अनि यता तपाईँले डजन्ट लेखे पनि हुन्छ, माई ब्रदर डजन्ट, अनि लेट मी डान्स, लेट मी डान्स, यति हो। तपाईँ पक्कै पनि बुझ्नु भयो होला, यहाँ नबुझेको कहीँ कतै केही भयो भने मलाई मेसेज गर्न सक्नुहुन्छ, म तपाईँले यहाँ बुझाउने छु। अनि मेरो दाइले मलाई नाच्न दिनुहुन्न, माई ब्रदर डज नट लेट मी डान्स, यति हो। अनि यहाँ हेर्नुहोस् के तिम्रो दाइले तिमीलाई नाच्न दिनुहुन्छ, अब यहाँ हेर्नुहोस् के तिम्रो दाइले तिमीलाई नाच्न दिनुहुन्छ, अब यो कुन सेन्टेज हो, मैले मेरो टेन्सको भिडियो हेर्नु भएको छ भने तपाईँ पक्कै पनि बुझिसक्नु भयो होला, यो यस नो क्वेसन हो, इन्टोगेटिभ सेन्टेज हो, इन्टोगेटिभ होइन सिम्पल प्रेजेन्ट टेन्सको इन्टोगेटिभ सेन्टेज हो। इन्टोगेटिभ सेन्टेज अब के हो, यस नो क्वेसन हो, यस नो क्वेसन जहिले पनि होइन हेल्पिङ भर्बबाट सुरु हुन्छ, अनि हेल्पिङ भर्ब के लाग्छ यसमा मैले बताइसकेको छु। अनि मेरो दाइ भनेको सिङ्गुलर हो, सिङ्गुलरसँग डज लाग्छ, अनि डज, अब डज, अनि माई ब्रदर होइन डज माई ब्रदर, डज माई ब्रदर, अनि डज माई ब्रदर, अनि लेट मी डान्स, लेट मी डान्स, यति हो। तपाईँ पक्कै पनि बुझ्नु भएको छ, यहाँ केही सिक्ने कुरो चाहिँ छैन, मैले एउटा यो बुझाउनको लागि होइन सेम क्वेसन लिएर आएको छु होइन, नेगेटिभ पोजिटिभ अफर्मेटिभ, अनि त्यसपछि यो WH क्वेसन WH को नेगेटिभ होइन सबै लिएर आएको छु, तपाईँले यो एउटा बुझाउनको लागि राम्रोसँग बुझ्नुहुन्छ कि भनेर। अनि के तिम्रो दाइले होइन नेक्स्ट हेर्नुहोस्, के तिम्रो दाइले तिमीलाई नाच्न दिनुहुन्न, अब यो के हो नेगेटिभ आयो होइन, यस नो क्वेसनको नेगेटिभ सेन्टेज आयो। अनि नेगेटिभ सेन्टेज यो आएपछि मैले बताइसकेको छु, यस नो क्वेसन नेगेटिभ भयो नि पोजिटिभ भएपछि अनि हेल्पिङ भर्बबाट सुरु हुन्छ। अनि हेल्पिङ भर्ब के हुन्छ कसरी सुरु हुन्छ भनेपछि तपाईँले होइन सब्जेक्ट अनुसार हुन्छ, सब्जेक्ट सिङ्गुलर छ कि प्लुरल छ त्यति कुरा याद राख्नु होला। सब्जेक्ट भनेको अब हेर्नुहोस् के तिम्रो दाइले होइन अनि तिमीलाई नाच्न दिनुहुन्न नेगेटिभ हो, अनि यो यसमा चाहिँ डज, अनि डजबाट सुरु हुन्छ, अनि डज नट, यो त नेगेटिभ हो, नेगेटिभमा भएपछि डज नट लगाउनु पर्यो, डज नट, अनि योर ब्रदर, अनि योर ब्रदर तपाईँ डजन्ट लेख्न पाउनुहुन्छ है, यहाँ डजन्ट यहाँ तपाईँले डजन्ट मात्रै लेख्न पाउनुहुन्छ, डज नट लेख्न पनि सिंगल नि लेख्न पाउनुहुन्छ है। अनि बुझ्नको लागि मैले यहाँ डज नट छुट्टै लेख्छु, अनि डज नट योर ब्रदर होइन, अनि योर ब्रदर, अब लेट मी डान्स, यति हो। आई होप तपाईँ पक्कै पनि बुझ्नु भएको छैन, डज नट योर ब्रदर लेट मी डान्स, के तिम्रो दाइले मलाई तिमीलाई नाच्न दिनुहुन्न भनेर डज नट योर ब्रदर लेट मी डान्स। अनि यहाँ हेर्नुहोस् नेक्स्टमा के छ भनेपछि होइन, अनि तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्छ, अब तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्छ भने तपाईँ पक्कै पनि बुझिसक्नु भयो होला होइन। अब मेरो टेन्सको भिडियो हेर्नु भएको छ भनेपछि यो WH क्वेसन भनेको के हो होइन, अनि कसरी सुरु हुन्छ WH वर्डबाट होइन, WH वर्डबाट सुरु भएर हेल्पिङ भर्ब लाग्छ, अनि त्यसपछि सब्जेक्ट लाग्छ, तपाईँले पक्कै पनि थाहा होला। अब यहाँ हेर्नुहोस् यो किन भन्ने आछ, यो किन भनेको के हो WH फ्यामिलीको वर्ड हो कि नै होइन, WH वर्डको फ्यामिली भएपछि WH वर्डबाट सुरु हुन्छ। अनि यो कुन सेन्टेज हो, अनि प्रेजेन्ट टेन्सको WH क्वेसन हो। WH क्वेसन भनेको यो पनि जस्तै अफर्मेटिभ सेन्टेज हो, नेगेटिभ सेन्टेज होइन अफर्मेटिभ सेन्टेज हो। अनि मैले तपाईँले बताइसकेको छु, टेन्समा पनि बताइसकेको छु यसलाई बनाउने तरिका। अनि सबभन्दा पहिला WH फ्यामिली लेख्नु पर्यो, WH फ्यामिली भनेको के हो यसमा, अनि किन भनेको त वाइ,
अनि वाइ अब यहाँ सुन्नुस्, यहाँ हेर्नुस्। अब दाइ, तिम्रो दाइ भनेको त एउटा सिङ्गुलर हो। सिङ्गुलरमा मैले बताइसकेको छु V5 लाग्छ भनेर। अनि वाइ डज, अनि डु डजमा के लाग्छ त्यसमा, अनि वाइ डज अब योर ब्रदर हैन, वाइ डज योर ब्रदर। अनि अब नाच्न दिनु, अनि किन दिनुहुन्छ भनेपछि नाच्न किन दिनुहुन्छ, अनि लेट मी डान्स। यति हो। आयो तपाईँ पक्कै पनि बुझ्नु भएको छ हैन। अनि तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्छ भनेपछि वाइ डज योर ब्रदर लेट मी डान्स। अनि यति हो। अब नेक्स्ट हेर्नुस्। अनि यहाँ हेर्नुस् हैन, तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्न। अब यहाँ तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्न भनेपछि यहाँ तपाईले यहाँ नेगेटिभ आयो। यहाँ नेगेटिभ सेन्टेन्स आउँदाखेरि तपाईले पक्कै पनि हैन, अब हेल्पिङ भर्बमा नट थपिन्छ, तपाईँ पक्कै पनि थाहा होला। अनि हामी त्यस्तै बनाऊँ। इन्टरोगेटिभ सेन्टेन्स हो यो। अनि वाइ सबभन्दा पहिला WH बाट लेख्नु पर्यो। वाइ डज, अनि यहाँ डजन्ट लेखे पनि हुन्छ है सर्टकटमा। अनि वाइ डजन्ट, अनि योर ब्रदर, अनि लेट मी डान्स। यति हो। तपाईँ पक्कै पनि बुझ्नु भएको छ, किनकि यो नेगेटिभ सेन्टेन्स हो। वाइ डजन्ट योर ब्रदर लेट मी डान्स। तिम्रो दाइले किन तिमीलाई नाच्न दिनुहुन्न हैन, वाइ डजन्ट योर ब्रदर लेट मी डान्स। अनि नेक्स्ट हेर्नुस् हैन, म तिमीलाई एक्लै घर जान अनि दिन सक्दैन। अब यहाँ दिन सक्छु, दिन सक्दैन, यो के सेन्टेन्स हो। अब यहाँ हेर्नुस्, म तिमीलाई एक्लै घर जान दिन सक्दैन भनेपछि तपाईले यहाँ क्यान कुडको प्रयोग हुन्छ, पक्कै पनि दिमागमा आइसक्यो होला। अनि यो सक्ने नसक्ने भनेको त अब एबिलिटीको कुरा आएपछि हैन, क्यान कुड लाउनु पर्यो। क्यान कुड भनेको मोडल भर्ब, मैले पहिले बताइसकेको छु। मोडल भर्बमा पनि यो युज हुन्छ। अनि क्यान कुड मोडल भर्बमा पनि लेटको युज हुन्छ। अनि हामीले सबभन्दा पहिला सब्जेक्ट लेख्न पर्यो। सब्जेक्ट के हो, म। अनि म तिमीलाई एक्लै घर जान दिन सक्दैन। अनि आई क्यान नट हैन, अनि क्यानको क्यान नट, किनकि नेगेटिभ हो। अनि नेगेटिभमा क्यान नट लेख्न पर्यो। आई क्यान नट, अनि लेट यु, अब कसलाई, अनि तिमीलाई, अनि लेट यु, अनि गो होम। अब एक्लै कुरा, अनि एक्लैलाई अलोन लेख्न पर्यो। अलोन। यति हो हैन। म तिमीलाई एक्लै घर जान दिन सक्दैन भनेपछि आई क्यान नट लेट यु गो होम अलोन। अनि यहाँ तपाईले गो टु होम लेख्न पाउनुहुन्न, होममा टु चाहिँ लाग्दैन है। अनि तिम्रो एक्लोपन, अनि नेक्स्ट हेर्नु, तिम्रो एक्लोपनले तिमीलाई जिउन दिने छैन। अब यहाँ जिउन दिने छैन भनेपछि यहाँ तपाईले यहाँ यो दिने छैन भनेपछि यो कुन टेन्स हो, दिने छैन भनेपछि फ्युचर टेन्स हो, सिम्पल। अनि सिम्पल फ्युचर टेन्समा तपाईले पक्कै पनि, अनि दिने छैन पनि यो नेगेटिभ हो। अनि हामी त्यस्तै बनाऊँ, अहिले तपाईँ पक्कै पनि बुझ्नुहुन्छ। अनि तिम्रो एक्लोपन भनेको सब्जेक्ट कुन हो, कसले काम गरेछ, तिम्रो एक्लोपनले। तिम्रो एक्लोपन भनेको योर लोनलीनेस। अनि योर अब एक्लोपन भनेको लोनलीनेस भनेको एक्लोपन। अब हेर्नुस्, यो दिने छैन भनेको विल नट लेखे पनि हुन्छ, सिम्पल प्रेजेन्ट हो, तर वान्ट लेखे पनि हुन्छ है। अनि वान्ट, सर्टकटमा वान्ट। अनि लेट यु, अब तिमीलाई जिउन दिने छैन, अनि लेट यु, अनि लिभ हैन। अब जिउन भनेको त लिभ हो हैन। अनि यहाँ नेक्स्ट हेर्नुस् हैन, उसलाई आफ्नो संसारमा खुसी हुन देऊ। अब हेर्नुस्, यो कुन सेन्टेन्स हो, मैले भनिसकेको छु। उसलाई खुसी हुन देऊ, काम गर्न देऊ, यस्तो गर्न देऊ भने इम्पेरेटिभ सेन्टेन्स। अनि इम्पेरेटिभ सेन्टेन्समा पनि तपाईलाई मैले भनिसकेको छु हैन। अनि यसको युज हुन्छ। अनि सबभन्दा पहिला, अनि लेटबाट सुरु गर्नुस्। इम्पेरेटिभ सेन्टेन्स भनेको जहिले पनि भर्बबाट सुरु हुन्छ। अनि लेट हिम, उसलाई दियो भनेको लेट हिम। अनि बी ह्याप्पी हो, खुसी हुन देऊ, अनि बी ह्याप्पी। अनि इन हिज ओन लाइफ, उसको आफ्नै जीवनमा हैन, अनि आफ्नै संसारमा भनेपछि त वर्ल्ड लेख्न पर्यो। अनि वर्ल्ड, संसारमा, जीवनमा भनेपछि लाइफ हुन्थ्यो। अनि यहाँ हेर्नुस्, नेक्स्ट हेर्नुस् हैन, अनि म तिमीलाई मेरो छोरीको जिन्दगी बर्बाद पार्न दिनेवाला छैन। अब यो दिनेवाला छ, दिनेवाला छैन, गर्नेवाला, यस्तो जुन सेन्टेन्स छ नि, मैले यसको भिडियो पनि बनाइसकेको छु तपाईलाई हैन, पहिला पनि बताइसकेको छु। दिने, गर्नेवाला छु, खानेवाला छु, यो भनेको हैन गोइङ टु, अबाउट टु को सेन्टेन्स हो कि। तपाईले यो पक्कै पनि मेरो भिडियो हेर्नु भएको छ भने थाहा पाउनुहुन्छ होला। सबभन्दा पहिला यहाँ सब्जेक्ट लेख्न पर्यो। सब्जेक्ट भनेको आई। अनि आई, अब मैले यो सब्जेक्ट भनेको म भनेको आई। अनि आई एम, अब गोइङ टु हैन, आई एम गोइङ टु। अनि लेट, अब यो लेट लेख्न पर्यो। आई एम गोइङ टु लेट, अनि कसलाई, तिमीलाई। अनि अब यो बर्बाद जिन्दगी, बर्बाद भनेको स्पोइल। अनि स्पोइल भनेको बर्बाद पार्नु है कसैको जिन्दगी। अनि माई डटर, मेरो छोरी भनेको डटर
मेरो डटर हैन अनि माई डटर। अब मेरो डटरको जिन्दगी भनेको लाइफ अनि लाइफ। यति हो। आई होप तपाईँ पक्कै पनि बुझ्नु भएको छ। कहीँ नबुझेको भने अनि कमेन्ट गर्नु होला। म तिमीलाई मेरो छोरीको जिन्दगी बर्बाद पार्न दिनेवाला छैन। आई एम गोइङ टु लेट यु स्पोइल माई डटर लाइफ। मैले दिनेवाला छैन। अनि यहाँ नेक्स्ट हेर्नुहोस् होइन, मेरो आमा बुवाले मलाई कहिले निराश हुन दिनुभएको छैन। अब हेर्नुहोस् यहाँ सेन्टेन्स पहिला बुझ्नुहोस् होइन, मेरो आमा बुवाले मलाई कहिले निराश हुन दिनुभएको छैन। अब यो भएको छैन भनेपछि यो तपाईँले होइन प्रेजेन्ट पर्फेक्ट टेन्स भएको दिनुभएको छैन अनि प्रेजेन्ट पर्फेक्ट टेन्सको होइन नेगेटिभ सेन्टेन्स हो। तपाईँले पक्कै पनि बुझिसक्नु भएको छ। अनि हामी त्यस्तै बनाऊँ। अनि पहिले सब्जेक्ट लेख्नु पर्यो। अनि मेरो आमा बुवा भनेको त माई पेरेन्ट्स होइन, अनि माई पेरेन्ट्स होइन। अब माई पेरेन्ट्स, अब यहाँ मैले बताइसकेको छु प्रेजेन्ट पर्फेक्ट यो हेभ कहाँबाट आयो भनेर नलेख्नु होला है। अनि यो कहिले छ नि, कहिले भनेको आफैमा एउटा नेगेटिभ सेन्टेन्स हो। अनि त्यही भएर हामीले यहाँ चाहिँ अब यो नोट सर्ट लेख्न परेन। अनि हेभ नेभर अनि नेभर अनि मी अनि लेट मी। अब के, अब कहिल्यै निराश भनेको, अनि निराश भनेको फिल हुने चिज हो। अनि फिल डिसअपोइन्टेड अनि डिसअपोइन्टेड, यति हो। यो निराश हुनु भनेको डिसअपोइन्टेड, फिल डिसअपोइन्टेड। माई पेरेन्ट्स हेभ नेभर लेट मी फिल डिसअपोइन्टेड। अनि यहाँ हेर्नुहोस् होइन, तिमीले कहिले कसैले आफूलाई होइन छुन दिनु हुँदैन। अब हेर्नु, तिमीले कहिले कसैलाई आफूलाई छुन दिनु हुँदैन, यो कुन सेन्टेन्स हो? दिनु। यो सुडको होइन मैले भिडियो बनाएको छु, तपाईँले सुडको हेर्नु भएको छ भने पक्कै पनि अनि चाहिँ बुझ्नुहुन्छ। यो हुँदैन भनेपछि, दिनु हुँदैन भनेपछि होइन मोडल भब आयो। अनि मोडल भब सुडको आयो। अनि सुडको जस्तै सिकाइसकेको छु भिडियोहरूमा। अनि यहाँ तपाईँले यहाँ पहिला सब्जेक्ट लेख्नुहोस्, यु सुड होइन, यु सुड। अब हेर्नुहोस् यु सुड, यो छुन दिनुहुन्न भनेपछि तपाईँले होइन, अनि यु सुड नेभर होइन, यो कहिले भनेपछि यो आफैलाई होइन, यो हुँदैन भनेपछि यो कहिले आछ, यो आफैमा नेगेटिभ हो। अनि यु सुड नेभर लेट। अब कसैलाई भनेको एनीवन अनि छुनु दिनुहुन्न, छुनु भनेको त टच हो। अनि टच अनि यु, यति हो होइन। अनि तिमीले कहिले कसैलाई छुन दिनुहुन्न भनेपछि यति तपाईँले बुझ्नुहोस्, यु सुड नट नेभर लेट एनीवन टच यु। अनि यहाँ तपाईँले एउटा होइन हरिले मलाई तास खेल्न दिँदैन भनेपछि तपाईँले यहाँ के सेन्टेन्स एउटा तपाईँ आफै प्र्याक्टिस गर्नु होला, बनाउनु होला होइन। अनि यो दिँदैन दिन्छ भनेपछि तपाईँले होइन यो कुन टेन्स हो तपाईँ चिनेर होइन, अनि अब यो नेगेटिभ छ पोजिटिभ छ होइन कसरी बनाउने लेटको प्रयोग लाएर तपाईँ आफै बनाएर कमेन्ट गर्नु होला एउटा चाहिँ। अनि मेरो भिडियोहरू दिएकोमा थ्याङ्क यू फर वाचिङ।